यो चाहिँ मैले 5 मुखेको यो जमिनमा चाहिँ यसरी रोपेको लगभग 2 महिना जति भयो। पोली ब्यागबाट चाहिँ यसरी चाहिँ बढेको हुन्छ। जमिनमा गाडिसकेपछि यसरी मुनाहरू बलाइरहेछ। हजुरहरू पनि यति राम्रो क्वालिटीको चाहिँ गुणस्तर बिरुवा चाहिँ खोजीमा हुनुहुन्छ भने बुद्धचित्तको मलाई सम्पर्क गर्न सक्नुहुनेछ। बिरुवाहरू चाहिँ हामीसँग सबै खालको चाहिँ उपलब्ध हुन्छ, किनभने हामीले विगत 16 वर्ष अगाडिदेखि नै यो खेती गर्दै बिरुवा दिँदै आएको छु। त्यसकारणले हामीसँग सबै खालको बुद्धचित्त बिरुवाहरू चाहिँ उपलब्ध छ। हजुरहरू पनि यति बिरुवाको खोजीमा हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला, किनभने सीमित मात्रामा अब यो छिपेको वर्ष के अरे बिरुवा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि मेरो नम्बर मैले स्क्रिनमा छोडेको छु। यसरी बिरुवाहरू चाहिँ सबै खालको उपलब्ध छ। मेरो मेन चाहिँ काभ्रे हो। काभ्रेमा 2 ठाउँमा भकुण्डे बेसी र भक्तपुरमा पनि उपलब्ध छ बिरुवा चाहिँ। धेरैजनाको चाहिँ गुनासो आएको भएर चाहिँ मैले भक्तपुरमा पनि उपलब्ध गरेको छु। ल यो पनि मैले यहाँ चाहिँ नर्सरीमै रोपेको यो 5 मुखेको तपाईँहरूले देख्न सक्नुहुन्छ। यसरी सर्लक्क भएर यसरी मोटाएर आएको छ है। यसरी मोटाएर आएको छ। आज जेठको 31 गते यो चाहिँ यो 5 मुखे 4 मुखे चाहिँ यसरी विभिन्न ठाउँमा जाँदैछ। हामीसँग बिरुवाहरू सबै खालको हुन्छ। सबै एकदमै बिरुवाहरू पनि एकदम दरो हुन्छ है। हजुरहरूले सम्पर्क गर्न सक्नुहुनेछ। हेलो।